हेलो नमस्ते। मैले आज पनि थाइरोइड सम्बन्धी अर्को भिडियो लिएर आएको छु जसमा चाहिँ हामी थाइरोइडबाट कसरी बच्न सक्छौं त भनेर जानकारी दिनेछु। सो यो भिडियो अन्तिमसम्म सुनिदिनु होला र प्रतिक्रिया पनि दिनु होला। हामी थाइरोइडबाट कसरी बच्न सक्छौं त भन्दा सर्वप्रथम त आयोडिन युक्त नुनको प्रयोग गर्नुपर्छ। कस्तो भने नि हाम्रो शरीरमा आयोडिनको मात्रा कम भयो भने पनि हाइपोथाइरोइड भइदिन्छ र बढी भयो भने पनि हाइपरथाइरोइड भइदिन्छ। त्यसैले आयोडिन ठिक्क मात्रामा प्रयोग गर्नुपर्छ, धेरै पनि होइन कम पनि होइन, ठिक्क प्रयोग गर्नुपर्छ। अनि त्यस्तै आयोडिन युक्त नुनलाई सुक्खा र बन्द भाँडोमा राख्नुपर्छ। अनि त्यस्तै हजुरहरूले सन्तुलित आहार खानुपर्छ। सन्तुलित आहारमा के पर्छ त भन्दा माछा, अन्डा, दुध, दही, हरियो सागपात, फलफुल खाँदा धेरै राम्रो हुन्छ। अनि त्यस्तै हजुरहरूले आवश्यक पोषक तत्त्वहरू जस्तै सेलिनियम, जिङ्क, आइरन बढी भएको खानेकुराहरू पर्याप्त मात्रामा खानुपर्छ। यो सेलिनियम, जिङ्क, आइरन कस्तो कस्तो खानेकुराहरूमा पर्छ त भनेर अर्को दिन म अर्को भिडियोमा लिएर आउनेछु। अनि त्यस्तै हजुरहरूले धुम्रपान मद्यपान गर्दै गर्न भएन, किनभने त्यसले थाइरोइडको जोखिमलाई एकदमै बढाउँछ। अनि त्यस्तै हजुरहरूले अब अनावश्यक आयोडिनको प्रयोग गर्ने अनि त्यस्तै थाइरोइडको औषधि सेवन गर्ने यस्तो गर्दै गर्न भएन। औषधि जहिले पनि डाक्टरको सल्लाह अनुसार मात्र खानुपर्छ। अनि त्यस्तै हजुरहरूले नियमित आफ्नो स्वास्थ्य परीक्षण गर्नुपर्छ। अब जस्तै हजुरको परिवारमा यदि कसैलाई पहिले नै थाइरोइड भएको छ, थाइरोइडको हिस्ट्री छ, हजुर गर्भवती हुनुहुन्छ, अनि त्यस्तै हजुरको तौल घट्ने बढ्ने भइरहेको छ, अनि त्यस्तै मुटुको ढुकढुकी छिटो हुने जस्ता लक्षणहरू देखा परिरहेको छ भने तुरुन्तै हजुरले थाइरोइड विशेषज्ञसँग परामर्श लिनुपर्छ र परीक्षण पनि गराउनुपर्छ। अनि त्यस्तै हजुरको तनाव एकदम कम गर्ने, तनाव लिन भएन। अनि त्यस्तै नियमित व्यायाम गर्नुपर्छ। हजुरहरूलाई व्यायाम गर्नुपर्छ भन्दा एकदमै हेभी लिफ्टिङ गर्ने, एकदम हेभी एक्सर्साइज गर्नुपर्छ भन्ने पनि छैन। हजुरले आफूलाई मात्र आधी घन्टा मात्र टाइम दिएर एकदम नर्मल टाइपको एक्सर्साइज पनि गर्न सक्नुहुन्छ, हिट डुल गर्न सक्नुहुन्छ। त्यस्तै अहिले त अब कति धेरै सोसियल मिडियाहरू, युट्युबहरूतिर सिकाइरहेको हुन्छ नर्मल टाइपको एक्सर्साइजहरू। त्यस्तो एक्सर्साइजहरू हजुरले घरमै बसेर पनि गर्न सक्नुहुन्छ, जसले गर्दा हजुरको थाइरोइड मात्र नभएर ओभरअल स्वास्थ्य एकदमै राम्रो हुन्छ। हजुरको स्वास्थ्य स्वस्थ भइदिन्छ, स्वास्थ्यमा सुधार आउँछ, थाइरोइडको जोखिमलाई घटाइदिन्छ। सो हजुरले यस्तो उपाय अपनाउनु भयो भने चाहिँ हजुरको थाइरोइड हुने जोखिमलाई कम गरिदिन्छ, थाइरोइडबाट बच्न सक्नुहुन्छ। सो यो भिडियो हजुरहरूलाई मन पर्यो भने लाइक, सेयर गरिदिनु होला। हस् त, थ्याङ्क यू, बाई बाई।